यहाँ बाघ चाहिँ आउँदैन नि साथीहरू। फेरि बाघ आयो भने त कहाँ भागौँ कहाँ। ओहो हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। र आज चाहिँ हामी आएको छौँ सुन्दरी जलबाट चाहिँ हामी माथि सिन्धुपाल्चोक ढाप ड्याम जाँदैछौँ हामी चाहिँ। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला, म तपाईँहरूलाई ढाप ड्याम देखाउनेछु सिधै आजको भिडियोमा चाहिँ। हिँड्नु पर्छ उकालो एकदमै छन्। सो फ्रेन्ड्स, हामी हिँड्दैछौँ र अझै कति टाइम लाग्नु होला, 1-2 घन्टा लाग्छ। गाइस अहिले चाहिँ हामी बाटोमा चाहिँ अहिले हाम्रो कालोमाई सुन्दरी जलको ड्याम चाहिँ हेर्न सक्नुहुन्छ। सो यहाँ चाहिँ सुन्दरी जलको ड्यामतिर चाहिँ आइपुगेका छौँ हामी र यहाँतिर चाहिँ हेर्न सक्नुहुन्छ। ओहो 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 बाइक र गाडीहरू आउने रोड यहाँ आएछ गाइजहरू। यहाँबाट चाहिँ हिँडेर जानलाई चाहिँ 8 किलोमिटर छन् र बाइकहरूलाई चाहिँ गाडीहरूलाई 18 किलोमिटर छ गाइजहरू। र हामी चाहिँ 8 किलोमिटर, हामी सब थाकिसकेका छौँ। हेर्न सक्नुहुन्छ गाइस, काठमाडौँ चाहिँ माथि आइसकेको छ गाइसहरू। भाइहरू आउँदैछन्। हामी यहाँ बोर्डसम्म आइसकेका छौँ र यहाँ ढाप ड्याम हाइक ड्याम हो। यहाँ चाहिँ हाम्रो हाइकिङ होला र यतापट्टि चाहिँ बाइक जाने बाटो हो। हामी चाहिँ यहाँ पुरै यहाँ मुनिबाट आएको छौँ गाइस, एकदमै ठक। अब चाहिँ सजिलो हुँदैछ हामीले घुम्नलाई, त्यति कालो नभएर एकदम समो छ है। सो लुक, अब कतै छ अझै टाइम। हामी बिहान 9 बजीदेखि हिँडेका छौँ। बाटो चाहिँ यसरी छ गाइजहरू। बाटो चाहिँ राम्रै छ, तर हामी चाहिँ यहाँबाट आएको झारीबाट। यहाँ बाघ चाहिँ आउँदैन नि साथीहरू। फेरि बाघ आयो भने त कहाँ भागौँ हुन्छ यार यसरी। बाघ आयो भने त अहिले केही गरेको छैन जिन्दगी। खोला
आम पाल्दै त ल ल फाइनली गाइज अहिले चाहिँ हामी झाप ड्यामको नजिकै आइपुगेका छौँ र हामी चाहिँ अहिले पानीमा छौँ एकछिन रेस्ट गर्दैछौँ चिसो पानीमा जग्गा चाहिँ चिसो छ अब हामी एकछिन यहाँ बसेर त्यसपछि हामी फेरि निस्किनेछौँ ड्यामको लागि अहिले चाहिँ हामी जङ्गलमा खिच्नेछौँ गाइज यो चाहिँ सर्टकट बाटो हो र हाम्रो लङ कट बाटो चाहिँ एउटा डबल कहीँ त पुगिन्छ नि यसले त थाकेर बसिरहेको श्लोक थाक्यो सब थाकिसक्यौँ गाइस यो लट्ठी नभएको भए ऊ यहाँ यस्तो ठाउँबाट आउन सक्दैनौँ हामी यो लट्ठीले चाहिँ धेरै हेल्प गरेको चाहिँ रिस्की बाटो चाहिँ यहाँ चाहिँ पुरै बल्ल हामी अलिकति उज्यालो देख्यौँ गाइजहरू के को उज्यालो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हामी बल्ल अब हल्का रोशनी देख्न पाइरहेको छ जङ्गलको ओ माई गॉड खाइवाला हो क्या हामी बाटो हिँड्दै बिस्कुटसँग इन्जोय गर्दैछौँ गाइजहरू अब चाहिँ हामी लगभग 1 घन्टा लाग्छ न अझै गाइज फाइनली हामी अहिले रोडमा आइसक्यौँ अघि कति हामी हरायो
ड्याम घुमिसक्यौँ र त्यहाँ एकदमै चिसो छ र अब हामी चाहिँ घरतिर लाग्दैछौँ गाइजहरू। सो आजको लागि यति नै, भेटौँ नेक्स्ट भिडियोमा। यो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिइ राख्नु होला गाइजहरू। म तपाईँहरूको लागि डेली भिडियो लिएर आउनेछु। अब घरतिर लाग्दैछौँ। बाई बाई।